हेलो सबैलाई नमस्कार। आज हामीले हजुरका लागि ललितपुर लिले गोदावरी नगरपालिका मनकामना मन्दिर अन्तर्गत होम स्टे तथा रेस्टुरेन्ट भएको मनकामना होटलमा आमन्त्रण गर्नका लागि सम्बोधन गरेका छौँ। यस होटलमा हल र लाइभ म्युजिकको मजा लिन सक्नुहुनेछ भने ताजा परिकारको खाना खाजा तथा नास्ताको मिठो परिकार भोजन लिन सक्नुहुनेछ। साथसाथै लोकल भाले र लोकल खसीको विभिन्न परिकारको भोजन पनि लिन सक्नुहुनेछ। यस होटलमा शान्त स्वच्छ वातावरणमा होमस्टे पनि व्यवस्था रहेको छ, जहाँ चाहिँ 4वटा रुम रहेको छ। 10 जनासम्म बस्न मिल्ने रुम छ भने सिङ्गल तथा डबल बेड पनि रहेको छ। मूल्यको कुरा गर्नुपर्दा प्रति रुमको 1000 देखि 2000 सम्म रहेको छ। रुममा गर्मीको बेलामा फ्यान र जाडोको समयमा क्याम्प फायरको पनि व्यवस्था रहेको छ। साथसाथै रुम सर्भिसको पनि व्यवस्था रहेको छ। हजुरहरूले बारबेक्यू गर्नका लागि रुफटपको पनि मजा लिन सक्नुहुनेछ। यस मनकामना होटल आउनका लागि 7 बाटो रिङ रोडबाट सुनाकोठी, थेचो, चापागाउँ, टिकाभरेप, लेले हुँदै मनकामना मन्दिरसँगै रहेको मेन बाटोमा होटल रहेकोले सरल तरिकाले आउन सक्नुहुनेछ। धुलो धुवा भिडभाडबाट छुटकारा पाउन र सधैँ काम गरेको थकान मेट्न साथै हरियाली र प्राकृतिक सौन्दर्यको मजा लिनका लागि यस ठाउँ उपयुक्त भएकोले स्क्रिनमा दिएको नम्बरमा कल गरेर आउन सक्नुहुनेछ। साथै धार्मिक स्थल प्रसिद्ध मन्दिर मनकामना मन्दिर होटलसँगै भएकोले हजुरहरू पिकनिक, वनभोज तथा तीर्थयात्राको लागि पनि यस क्षेत्रमा आउन सक्नुहुनेछ। हस् त सबैलाई धन्यवाद।